ट्याक्सीको राष्ट्रिय मापदण्ड कार्यान्वयनमा भएको ढिलाइको सम्बन्धमा श्रीमान माननीय मन्त्रीज्यू श्रम रोजगार तथा यातायात मन्त्रालय हेटौँडा बागमती प्रदेश नेपाल विषय ट्याक्सीको राष्ट्रिय मापदण्ड कार्यान्वयनमा भएको ढिलाइको सम्बन्धमा महोदय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा ट्याक्सीको रूपमा प्रयोग हुने सवारी साधन सम्बन्धी राष्ट्रिय मापदण्ड 2081 जारी गरी मिति 2082-31 मा पहिलो संशोधन समेत गरिएको सर्वविदितै छ। तथापि संशोधित मापदण्ड जारी भएको मितिले करिब 7 महिना बितिसक्दा समेत यो मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थाले ट्याक्सी व्यवसायीहरू गम्भीर समस्यामा परेका छन्। ट्याक्सीको राष्ट्रिय मापदण्ड कार्यान्वयनमा भएको यस ढिलाइका कारण 20 वर्षीय अवधि पूरा गरी सट्टा भर्नाको पर्खाइमा रहेको करिब 3500 ट्याक्सी व्यवसायी प्रत्यक्ष रूपमा मर्कामा परेका छन्। विशेष गरी सट्टा भर्नका लागि हाल बजारमा दुई प्रकारका सीमित विद्युतीय ईभी ट्याक्सी मोडेल मात्र उपलब्ध गराएको हुँदा 2003 र 2004 मोडलका पुराना ट्याक्सी सञ्चालन गर्दै आएका स्वाभाविक स्वरोजगार हामी जस्ता मजदुर व्यवसायीहरू महँगा तथा सीमित विकल्प खरिद गर्न सक्ने अवस्थाका कारण दोहोरो मार्न परिरहेका छन्। यस विषयमा ट्याक्सी व्यवसायी तथा सम्बन्धित सङ्घ संस्थाहरूबाट पटक पटक ज्ञापन पत्र तथा अनुरोध पेश गरिँदै आए तापनि हालसम्म ठोस सुनवाई तथा समाधान हुन नसकेको हुँदा व्यवसायिक रूपमा निराश बढ्दै गएको छ। अत माथि उल्लेखित यथार्थ परिस्थितिलाई गम्भीरतापूर्वक मनन गरी निम्न जायज मागहरू तत्काल सम्बोधन गरी कार्यान्वयन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। तत्काल सम्बोधन गर्नुपर्ने हाम्रा माग ट्याक्सीको राष्ट्रिय मापदण्ड 2081 संशोधित तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्। सट्टा भर्नका लागि हाल कायम गरिएको सीमित विद्युतीय मोडलको ट्याक्सी हटाई राष्ट्रिय मापदण्ड पूरा गर्ने जुनसुकै सवारी साधन बजार प्रतिस्पर्धाको आधारमा खरिद गर्न पाउने व्यवस्था सुनिश्चित गरियोस्। उपरोक्त मागहरूको समयमै संशोधन भए ट्याक्सी व्यवसायीहरूको जीविकोपार्जन सहज हुनका साथै सरकारप्रति ट्याक्सी व्यवसायीहरूको सकारात्मक विश्वास समेत अभिवृद्धि हुने हाम्रो दृढ विश्वास छ। त्यसैले यस विषयमा यथाशीघ्र आवश्यक निर्णय तथा स्पष्ट कार्ययोजना सार्वजनिक गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। साथै सङ्घीय सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जारी गरिएको ट्याक्सीको राष्ट्रिय मापदण्ड प्रदेश मन्त्रालय मार्फत कार्यान्वयन हुनुपर्नेमा प्रदेश स्तरबाट किन र कसरी यति लामो समयसम्ममा कार्यान्वयन ढिलाइ भएको हो, यो विषयमा सम्बन्धित मन्त्रालयबाट स्पष्ट तथा लिखित जवाब उपलब्ध गराइदिन हुन समेत माग गर्दछौँ। उक्त विषयमा लिखित जवाब प्राप्त नभएसम्म हामी ट्याक्सी व्यवसायीहरू शान्तिपूर्ण रूपमा नै यही मन्त्रालयको ढोकामा आफ्ना जायज मागहरूको प्रतीक्षामा बसिरहने जानकारी समेत गराउँछ।